आज म तपाईँलाई भरतपुरको विकास देखाउँछु है त। यतापट्टि क्यान्सर गेट भयो, यसैलाई हेरेर फर्किनु भयो भने यतापट्टि चाहिँ हाकिम चोक, अनि यो बिचको फुटपाथ मतलब यो अब हिँड्ने बाटो भयो। यो बाटो हिँड्दै जाँदाखेरि यो बिचको पहेँलो लाइन किन राखिन्छ तपाईँलाई थाहा छ कि? यो डिभाइडरको रूपमा युज गर्ने हो भने अलग कुरा भयो, तर मलाई डिभाइडर हो जस्तो लाग्दैन। यसको खास काम भनेको चाहिँ लाइन मार्किङ गर्ने। यसले चाहिँ अशक्त मतलब अब दृष्टिविहीन मान्छेलाई चाहिँ लौरोले छाम्न सहिलो छ भनेर त छाम्दै जाँदा यो मान्छे कहाँ ठोकिन्छ? नेपाल विद्युत प्राधिकरणको पोलमा। अनि हाम्रो विकास यो के विकास भन्नु? अब यतापट्टि हेर्नुहुन्छ भने यस्तै छ। एउटा मात्र होइन, मैले यस्तो कयौँ देख्दै आएपछि चाहिँ अनि यसो हेरेँ, यो मार्किङ गर्नु मन लाग्यो, मलाई चाहिँ नोट गर्नु मन लाग्यो, त्यही भएर तपाईँहरूलाई देखाउन लाएँ। र अब हाकिम चोकको बाटो भइहाल्यो। बाटो यति राम्रो छ, फुटपाथ पनि यति राम्रो छ, तर ल अब यता पनि हेर्नु है त, यो पनि त्यस्तै भयो। यो मैले 6-7वटा कि 8-9वटा भन्दा बढी चाहिँ पहिले माथि देखेर चाहिँ यो कुरो चाहिँ अब बन्ने विकासमा यस्तो नहोस् भन्न चाहेँ। तपाईँको विचार के छ? के यस्ता पोललाई 2 फिट दायाँमा गर्न नमिल्ने हो र? बिचरा लौरोको सहारामा हिँड्नुपर्ने मान्छेलाई यता पोल छ भन्ने कहाँबाट थाहा हुन्छ? पहेँलो धर्सुलाई नै आधार मानेर आउने मान्छे यसमा नठोक्केला भन्न सकिन्छ र?